घर्षण गरेर ढलेको छौँ होइन। अब यिनीहरूको शरीर चाहिँ तातो छ, मेरो चाहिँ चिसो भइसक्यो। लजाउने मान्छे त होइन कि होइन, तर पनि के हुन्छ मान्छेहरू अगाडि अलिकति अड लाग्छ होइन। जिन्दगी क्या तिमीहरूको जिन्दगी हेर न, अझ झिलिमद्वार तलदेखि माथिसम्म अझ मरद छ नि। आयो खायो खायो खा ल। दिदीको मेहनत चाहिँ एकदम मिठो भएको छ। तिमीले एकदम राम्रो पकाउँछौ कि आजले अल्छी गर्छौ कि आजले बिग्रेछौ? कसको सम्बन्धले हो होइन? पहिला लाई हेरेर साथ सपोर्ट दिनु होला अनि सब्स्क्राइब गरिदिनु होला मेरो युट्युब च्यानल पनि दिनु होला, ट्याप ट्याप पनि गरिदिनु होला। टिकटकमा हो ट्याप ट्याप भनेर। हेलो नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल सबैजनालाई। आज पनि म तपाईँहरूको माझमा आइसकेको छु। आजको दिन चाहिँ म दिदीहरूसँग ड्राई पिकनिक टाइपको जाने क्या। आजको दिन चाहिँ हामी तिन चारजना मिलेर होइन। अनि म चाहिँ यता 1.5 घन्टा टाढा छु नि त दिदीहरूभन्दा, यता गाउँतिर छु। अनि म चाहिँ दिदीहरूतिर जाँदै हो। म बाटोमा हो अहिले चाहिँ होइन। अहिले चाहिँ गाडी कुर्ने कार्यक्रम हुँदैछ साथीहरू होइन। अनि गाडीमा 1.5 घन्टा लगाएर जाने हो, समुद्रको छेउमा घुम्न जाने। अनि ड्राई पिकनिक गर्ने भनेर हाम्रो चाहिँ प्री प्लान भएको छ कि। सो त्यही भएर आजको दिन चाहिँ एकदम रमाइलो हुन्छ। सबैजनाले हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भनेर चाहन्छु। के अरे है यस्तो हुन्छ नि त, मलाई चाहिँ होइन मान्छेहरूको अगाडि बोल्न कस्तो अड लाग्छ अनि अप्ठ्यारो लाग्छ नि त, लाज लाग्छ। सो आजको दिन चाहिँ म तपाईँहरूको माझमा होइन नलजाइकन बोल्ने प्रयास गर्नेछु। सो सबैजनाले हेरिदिनुपर्छ ल साथीहरू। आज चाहिँ लास्ट बाइक क्या यतातिर खै के र्यालीले चाहिँ क्या बाइक मात्रै हिँडिरहेको छ त अघिनैदेखि। साथीहरू यस्तो हेर्दाखेरि त नेपाल जस्तो लाग्छ नि है। बाइक देख्दाखेरि त नेपालमा बाइक धेरै चल्छ नि त। खासमा म लजाउने मान्छे त होइन कि होइन, तर पनि के हुन्छ मान्छेहरू अगाडि अलिकति अड लाग्छ होइन। अलिकति हेरिरहेको हुन्छ नि त। त्यही पनि फेरि मेरो फेसन फेरि नेपाली स्टाइलमा आफ्नै पारामा हुन्छ। अनि एक त झन् मेरो फेसन हेरिरहेको हुन्छ मान्छेहरूले होइन। सेकेन्डमा फेरि यस्तै पतर बोल्यो भने फेरि हेरिरहेको हुन्छ। त्यही भएर मलाई चाहिँ अलिकति अड लाग्ने कुरा हो। नत्र त म बोल्नेमा फेरि नो कम्प्रोमाइज हो। फेरि म त है बोल्न पाएँ भने म त हुतुतुतुतै हो बोलिदिनु। म त फेरि कसैलाई पनि पालामा आउँदैन मेरो अगाडि बोल्न त। बोल्दा फेरि गाडी पनि छुट्ला भन्ने कुरा डर छ साथीहरू होइन। एकछिन पुग्नु पर्ने हुन्छ गाडी चाहिँ। मेरो गाडी चाहिँ आइसकेको अवस्था छ। यहाँ चाहिँ 1:55 काट्दो रहेछ होइन। यस्तोमा बस्छु। आज त अलि ठुलो गाडी आएछ त हौ। अस्ति त अर्कै खालको गाडी आएको थियो, आज चाहिँ अलि ठुलो गाडी आइछ साथीहरू। म त गाडी आउँदैन क्या भनेर पुरा टेन्सनमा थिएँ होइन। म जाने बाटोमा फेरि त त्यही हो नि त, फेरि पुरा हरियालीले डाँडा गाडा धपक्कै बलेको छ होइन। साथीहरू यस्तो देख्यो भने त नेपालै छु जस्तो लाग्छ नि त है। मन त आँटिँदैन त फेरि के गर्ने हो यो, मन त आँटिँदैन त नेपाल जाने त आजहरू त। पहिला कार्डमा आउँदासम्म यस्तो हुन्थ्यो क्या। कार्डमा आउँदासम्म कहिले कार्ड आउला र नेपाल जाम्ला हुन्थ्यो कि। अहिले फेरि के हुन्छ भने चाहिँ कार्ड आयो भने पैसा छैन भन्ने टाइपको हुन्छ। मान्छे खेर्दै जाने हो नि त साथी। यहाँको छुर्पी खाइदिएको ल छुर्पी। म चाहिँ फाइनली आइपुग्न लागिसकेँ। यहीँनिर हो बस स्टेसन चाहिँ होइन। यतातिर चाहिँ यस्तो खालको लाग्छ। यो हिँड्ने ठाउँ चाहिँ बाटो चाहिँ छुट्टै हुन्छ क्या। अनि बस रोक्ने ठाउँ चाहिँ यतातिर हो मेरो चाहिँ। अब आइसक्यो। अब दिदीहरू पारीदेखि आउँछ, म चाहिँ यतै खोलावारी बस्ने हो। अनि यतै खोलापारी वारी घुम्ने हो क्या आजको हाम्रो दिन चाहिँ।
एकदम रमाइलो हुन्छ। तर दिदीहरू चाहिँ होइन साथीहरू जहिले पुऱ्याउँछ क्या मलाई। आज तिनीहरू ढिला गरिरहेको छन्, अझै घरपाती गरेको छन्। अब म यहाँ आइपुगेँ है, तिनीहरू आएकै छैनन्। अनि तनाव भएन त मलाई। झऱ्यो होइन, बाजेको तालु कति टिलिक्कै तल्यो भने। अब हामी चाहिँ झऱ्यो। अब म चाहिँ दिदीहरूलाई कुर्ने कार्यक्रम हो। ऊ त्यहाँ समुद्रनिर गएर मजाले हावा खाँदै कुर्छु म चाहिँ दिदीहरूलाई। कतिखेर आउँछन्, अझ सुत्केरी हेर्न जाने हो दिदीहरू त। सुत्केरी हेर्न गएर अनि आउने। कल्पना दिदीको आफ्नो मान्छे सुत्केरी हुनुभएको थियो नि त दिदी। अनि उतातिर एकछिन गएर अनि बल्ल यता आउने हो। साथीहरू म यहाँ आइसकेँ, तिनीहरू कतिखेर कुराकानी त्यस्तो छ। कस्तो चिसो हावाको यहाँ त। यहाँ देख्नु होइन साथीहरू, अस्ति आएको थियो नि भूमि पूजा बेला हो, त्यही ठाउँमा आइपुगेँ म चाहिँ। खासमा बस्ने हामी चाहिँ त्यही पारी इलिसमा नै हो कि। आजभोलि चाहिँ बेसी गर्मी भएको कारणले चाहिँ हामीहरू उता गाउँतिर गएको हो नि त। अनि त्यही भएर उता गाउँतिर गएको कारणले चाहिँ यो ठाउँमा आउनुपर्छ क्या आजभोलि म चाहिँ। त्यही भएर त्यस कारणले हेर्नु साथीहरू, म चाहिँ तपाईँहरूलाई समुद्र देखाउँछु ल आज। रुगाले मार्नु गरेको छ हो गर्मी। यस्तो चट्याङ चट्याङ गर्मी छ भने के विधि लुगा लाग्नु। आमी ए कस्तो आँगै सिरिङ पो गर्छ यो छेउछेउतिर आउने बेला त। कस्तो आङ सिरिङ पो गर्छ त छेउमा जाने त। यहाँनिर यसरी फोटो खिच्नु पर्छ। अहिले दिदीहरू आयो भने यसरी। यसको नाम के हो? यो आयो त। चिसो पनि नहुँदो रहेछ हौ छ्या। मलाई ऊ नाङ्गै छ त हौ मान्छेहरू त। के विधि स्पिड हो। मलाई यहाँ बस्नेलाई होइन जाडो भइसक्यो एकैछिनमा। उनीहरू नाङ्गै छन्। ऊ पारी पनि के हो? पारी यो पनि रहेछ, यो पनि यो। यसको नाम पनि के हो नि के हो नि। यहाँ एउटै क्वालिटीको छन् र 4-5वटा थुप्रो 4-5वटा मात्रै होइन, थुप्रो क्वालिटीको छ। यो कोही लामो आकारको, कोही चेप्टो आकारको छ कि के हो, नाम पनि आउनु मलाई त। अब चाहिँ म दिदीहरूलाई हेरेर घाममा बसेर कुर्छु होइन यसरी। तर यहाँ त रक्सीहरू खाने मात्रै बस्छन् कि के हो यार। ऊ त्यहाँनिर चुरोट मात्रै छ त। ल साथीहरू, अब चाहिँ दिदीहरू आएपछि भेट्छु ल म तपाईँहरूलाई। म चाहिँ अब मजाले बसेर घाम ताप्ने कार्यक्रम गर्छु। अनि दिदीहरू आएपछि म तपाईँहरूसँग भेट्नेछु है। मान्छेहरू झरिसक्यो साथीहरू। अब तिनीहरू यहीँ आउँछन् होइन। 2 घन्टा भइसक्यो क्या, मैले कुरेको 2 घन्टा भइसक्यो। 2.5 घन्टा 2 घन्टा त के 11 बजी आएको 12 बजी अहिले होइन 2 घन्टा नै हो अहिले होइन। भर्खर आउँदैछन्। यस्तो खालको फेरि खामवाला बास्ना आइरहेको छ कि। तिमीहरूको जिन्दगी क्या, तिमीहरूको जिन्दगी हेर न। अझ झिलिम तार तलदेखि माथिसम्म अझ झिल पतेरा भएर। उके पछाडि बाटो छ र न, पछाडि बाटो छ र। ऐसन बा यतादेखि त बाटो ब्लक रहेछ नि साथी। खै यतादेखि कतादेखि जान्छन् रे। यतादेखि मैले उतासम्म हेरेर आएको ब्लक रहेछ क्या। किन एउटाले भलक भनेलाई ब्लक भन्थ्यो नि, त्यसै ब्लक रहेछ यतातिर। यता भलक बनाउँदै जानु त। तर यतादेखि कसरी जान्छ मलाई थाहा छैन फेरि। अघि नै त्यतातिरै जानको लागि होला क्या मान्छेहरूले त्यो सामान प्याक गर्दै ऊ त्यहाँदेखि बोल गर्दै गइरहेको थिएँ। आमी हिरोनी भएर धेरै माता पनि म कहाँ गएँ मरम। यस्तो भने रच्छ यहाँ त। यिनी पो तरुनी जस्तो, म पो बड्डी जस्तो भइसकेको छु। यहाँ अनुहार हेर न, ओर्ना पिम्पल आएर। त्यो पिम्पल केले फाल्छन् साथी? पिम्पल केले फाल्छन्? ओ यो के हो पछाडिदेखि आउँछ त? चलाउन नजान्ने रहेछ क्या। यो एरियामा नि मैले सबै कुना डुलिसकेँ 2 घन्टाको अन्तरालमा। यस्तो मिठो खालको त्यो माछा खामवाला आइरहेको छ होइन सेन त क्या। ओहो पाए त 2-3वटा त खाम जस्तो। खोइ दिदी। सो साथीहरू, म चाहिँ दिदीसँग भेटिसकेँ, दिदीहरूसँग। यहाँ चाहिँ के अरे
अहिले पछि फर्किने बेला किन लाग्यो यही बाटो त फर्किने हुन्छ फेरि के छ त अनि त्यसै गरेर मैले चाहिँ फोन पगारेको छु म चाहिँ सामान समात्दैन भन्ने मैले निर्णय लिइसकेको छु ढिलो आएको कारबाही त भोग्नु पऱ्यो नि ढिलो आएको कारबाही त भोग्नु पऱ्यो होइन साथी मलाई सामान पकाउँदैछ नमस्ते मेरो भेना चस्मा लगाएर त अलि देख्न गाह्रो पो हुँदैछ हौ के बनाउँदै रोटी चेख्लाको भात र ए ल ल ल ए पनि ल बोल्नु न तिर्कुली होमा नाच्ने जस्तो भएर आएको छ नि यार मेरो त यस्तो गर्ने बेला अहिले चाहिँ हामी बाटो खोज्दैछौँ होइन कुन बाटो जान्छन् कसरी जान्छन् त्यो आई डोन्ट नो हामीलाई चाहिँ उता जुन जाने बाटो चाहिँ ब्लक भएको छ कि यसरी ब्लक गरिदिएको छन् अब हामी कुन बाटो जाने आई डोन्ट नो वी डोन्ट नो ओए के खालको कुकुर हो छ्या भुक्नै नजान्दैछ यार यो त गर्छ त ड्राई पिकनिक खाने कुकुर त्यहाँ घुम्न आएको साथीहरू यस्तै छ बाटोहरू यहाँदेखि हिँडेर उता जानुपर्ने छ यहाँदेखि यस्तो योवाला भ्यू आउँछ कि हो योवाला डाँडा कट्यो हामी अलि तल गएर छिरी छौँ है ल अनि साथीहरू कोही त माथितिर आउने कार्यक्रम हुँदैछ कोही तलतिर जाने कार्यक्रम हुँदैछ पछि माथि आउने बेला बाउको बिहा देखिन्छ होला अहिले जाने बेला चाहिँ सजिलो भइरहेछ यस्तो भइरहेछ अघिल्लो हप्ता नाचेर पैसा लागेको पुरा बसेर नाचेर नाचेर हौ त्यति मेरो त पहिरो लाग्छ हो त्यही भएर म त नबसेको नि नाचेको नि अनि यसको थाजुले यस्तो छ बाटो ए ह्याप्पी विकेन्ड गाह्रो छ यतातिर चाहिँ यो समुद्रको छेउछाउमा खाने यस्तो प्याक हुन्छ कि यतातिर चाहिँ अनि के विधि प्याक हो यतातिर त अब मान्छेहरूले स्टा के भन्छ उहरूले वेटरहरूले त एकचोटि सास फेर्न पनि पान्नु होला हो है त्यही त कस्तो कस्तोवाला फिल आउँदैछ त खामखामवाला आइरहेन पालो दिने हुन्छ नि त मेरो हेर न पालो दिने नि कोही छैन साथ दिने नि कोही छैन मान्छे नआए नि एक्लै विश्राम गर्ने आयो भने एक्लै पेलिने होइन साललाई के विश्राम गर्नु भन्ने उभ्या उभ्या हुन्छ दिदी यो झोला कतिसम्म किनेको हो झोला यो त कति 10 सेन्टको झोला त होला नि ए मान्छे अनुसारको झोला ठुलै रहेछ यो डाँडा काटेर आइछौँ साथीहरू हामीहरू घुम्ने भनेपछि त यस्तो हुनुपर्छ कि एक्साइटेड पुरा ओइ दिदी यो के ऐसेलु भन्ने होइन र यही अङ्गुर हेर्नु न सुटीले फेरि यो अङ्गुर होइन यो झार हो यो अङ्गुर होइन क्या हेर न यो बडी बोल्या फेरि ऐसेलु हो क्या हेर न कस्तो मजाले फलेको अङ्गुरको यस्तै हुन्छ कि तर अलिक डिफ्रेन्ट हुन्छ क्या दिदी जङ्गलमा अङ्गुर भयो त यहाँ अनि तर यहाँ नपाक्दो रहेछ है तर फुल चाहिँ फुलेको फुल चाहिँ फुलेको हेर ओके ल भन न त ल ल है साथी कम्प्लिट गरिदेऊ थाक्यो नि त हो हाम्रो 90 करोडको 90 करोड रे त्यसै गरेर योलाई के भन्छ रे दिदी हामीले अस्ति खाएको त्यो चाम्टेको वाला त्यही हो क्या भुइँकटर हो यो भन्दै भुइँ जान्छन् होला रुखमा पनि चढ्छिन् होला अहिले दिदी सुगा त दिदी सुगा मान्छे हाँस्दै नरहेछन् ल ठिक छ त्यसैमा त रमाइलो हुन्छ नि मान्छे धेरै हो भने लाज लाग्छ कि मातिर मुटे जस्तो गर्ने हो त्यो अब
दिदी पानी खा ऊ केटाकेटीहरू रहेछन् अलि पर अलि घामै नलान्छ हुन्छ ल ठिकै छ यहीँ बसौँ यहाँदेखि चाहिँ यस्तो छ साथीहरू भ्यू होइन यतातिर मान्छेहरू थुप्रो हुन्छ क्या हामी पुराउनुलाई यस्तो मान्छेहरू यतातिर के अरे माछा मार्दैछन् मछलियाहरू त्यहाँ होइन के यहाँनिर पो राम्रो हुन्छ दिदी हावा खाँदै गइछौ धन्यवाद कस्तो मजा गरे मेरो त यस्तो खालको तन्नामा त के बिधि कलर जान्छ हौ दिदी यो यिनको गएन त यस्तो मजा हेर्नु न यो त ठुलो हुन्छ क्या हो यो उडाइदिन्छ अहिले हावाले अलि बस्ने तरिका चाहिँ यतातिर सिक्नुपर्छ कि कस्तो आनन्द आनन्द भइरहेको छ नि त साथीहरू यतातिर फेरि माछा पनि मार्नु छ दिदी र मैले मारौँला अहिले यति लिएर आइकन के दिदीले उहाँबाट अनि कति गरमको गरिकन के वाटरमेलन त यतै किनेको होला नि हो दिदीले चाहिँ यस्तै यस्तै ल्याऊ यो के हो अचार ल्याऊ यो नाइकी फेरि म हो नाइकी गतिलो भयो भने फेरि भनेको मान्छन् के औलाई त्यो चाहिँ सोयाबिनको छोइला यस्तै यस्तै गर्दिन्छ कति राम्रो तिमी ढिला गर्छौ न त ठिक छैन अरू कुरामा चाहिँ किन एउटा फेरि पढौँ कसले चाहिँ नखान्थ्यो यो अझ एउटा छ हौ यहाँ खाना पाएपछि त अब यो त तपाईँको काम गर्ने ठाउँबाट ल्यायो क्या यहाँ नभन न यहाँ अहिले खाने बेलामा त्यहाँ लाउनु खोजेको होला अनि अलि राम्रै हुनु भएन परेन हेर त धेरै लाउने यो धेरै लायो भने टिलिक्क हुन्छ लास्टै टिलिक्क हुन्छ अलिकति मात्र लाउने हो यो उता फतिमा जानेवाला चाहिन्छ है कसको घरमा राख्ने हो अनि मिलाएर राख तिम्रो घरमा राखा छैन मेरो घरमा म त हाम्रो घरमा त स्पेसै छैन सरी गर्छु साथीहरू म त तिमी भन्दा बेसी त हामी सर्छौँ होला हामी भन्दा नि म होइन तपाईँहरूको सर्यो नि जता सामान हुन्छ त्यति हुन्छ नि म त एक ठाउँ सर्यो भने फेरि अर्को ठाउँमा आउनु पाइन्न ढोका खुल्ला हुन्न यहाँ पनि यो के हो सेलरोटी हो चम्मच ल लौ मारेको के हो यो कस्तो छ के हेर्नु चम्मचहरू पनि राखिरहेछन् यो खासमा कति त सेलरोटीहरू कतिवटा हुन्छ कतिवटा होइन यहाँ पनि छ त एक्स्ट्रा ए त्यो हामीले खाने हो स्पेस एक्स्ट्रा हालिदिन्छ क्या हो यार होइन हौ बढी किनेको है सेम माथि राखौँ है साथी हो आजभोलि त्यो सेल बनाउने दिदीले अलिक नमिठो बनाउनु लागेको छैन है अलि पैसा धेरै हो क्या दिदी यो यता यता राखौँ है साथी हो हेर अलिक चाम्रो छ क्या होइन यो बासा पनि थियो कि जस्तो लाग्यो कि मलाई हिजोको लाग्यो हिजो जस्तो क्यामेरा त ठिक छ यस्तो नि गर न हो ए, बिचमा ए, क्या? होइन होइन यसरी राख न अनि यसरी राख्ने के के भयो त बिचमा सेलरोटी त हेर खा अनि उ गरेर खाम के होइन कि यस्तोमा पनि राम्रो देखिन्छ त थामै छैन दिदी खानु न कल यस्तो बिहान यो उठेर खानु बनाएको एउटा। हो दिदी हिजो बनाइकिन अनि चाहिँ त्यो गरिल लाएन है हिजै बनाएर बिहानै नि ढिला हुने त बिहान आज उठेको अनि नुहाउन गएँ फ्रेस भएँ यो चाहिँ ससेज है किनेर रेडिमेड किनेर ल्याएको हामीले कसको त दुईवटा भएको छ त कसले खाएको क्या बिचमा त्यो खाएको यहाँ देखेनौ टेक्नोलोजी उर दिदी हो त्यस्तो गरिदेऊ त तिमीले यस्तो त नलिया पनि हुन्छ के यो रबरको चम्मच त्यो काँटा मात्र लिएर आएको यो चक्कु मात्र लिएर आएको क्या त्यो ससेज काट्नुहुन्छ भनेर वाटरमेलन हालौँ न साथी हो मलाई पनि खुवाइदिउँ दिदी ऊ यिनीहरू पनि हाल्नु परेन यिनीहरू वाटरमेलन त काटेर खाने क्या
वाउ गाइस गाइस मिठो भन्छ हो गाइस यहाँ खाइदिन्छन् भनेको त गम्मै यस्तो यस्तो बिचमा हालेर यो त्यो चाहिँ धेरै नहाल त्यस्तो हाल तिम्रो के पेट दुख्यो होइन बिचरा हाम्रो पेट यसरी सोरेर खान्छ कस्तो मिठो भएको छ गाइस भन्नु कि यो चाहिँ राजमा होला नि राजमा चना कहाँ हाल्ने हो त्यो थाहै भएन त अन्त यसैमा हाल नि त होइन त्यस्तो अलग कुरा हाल्नु त्यति राख अनि अहिले छाटेर हो यहाँ अलि राख सबैमा तपाईँ राख्नु साथीहरू खाने बसाइहरू खाने हाम्रो चाहिँ खाने आइटम्सहरू चाहिँ यस्तो छ कि अब हामी चाहिँ खाना आँटेको ल साथीहरू ल यस्तो गरिदिउँ नि त्यो दिदी मेरो बसाइ चाहिँ मेरो मरद छ नि हो साथीहरू अनि उकालो छ यस्तै नपऱ्यो यस्तै हुन्छ त नि ल खाम अब ल खाम ल चेस गरौँ ल अब आयो चेस खायो खा अन्त यिनीहरू पनि चेस गर्ने यो चाहिँ त्यसले पनि न दिदीले बनाएको चेस स्पेसल यो त मैले नेपालमा कहिले खाएन यो के मसरुम के अरे मस्यौरा सोया रे सोयाबिन भन्छ अर्को म त यो मात्रै थियो पछि त अर्को बहिनी फेरि चौना छ नि दिदी त्यहाँ त्यो मिसाउनु ल भने फेरि भात खाएर तस्के परपर भुटेर ल एकदम मिठो भएको छ यो उयो चाहिँ है दिदी मिठो छ सोयाबिनै मिठो कतै यो पैसा हालेको झन् अलिक मिठो रहेन रहेछ नि मेहनत है पैसा हालेको चाहिँ त अलिक मिठो हुनुपर्ने यार र दिदीको मेहनत चाहिँ एकदम मिठो भएको छ तिमीले एकदम राम्रो पकाउँछौ कि आजले अल्छी गर्छौ कि आजले बिग्रेछौ कसको सङ्गतले हो होइन पहिला नपकाउने भन्दा नि पकाउँथ्यौ आजले पकाऊ भन्दा नि पकाउनु हो क्या हो क्या दिदी भन्नु त कसको सङ्गतले हो यो खै यस्तो बिग्रेको हाम्रो सङ्गतले पहिला यस्तो तिम्रो भन्दा लाला फेरि होइन मेरो सङ्गतले हो र होइन होला ल यो चेस गरौँ न यो वाला चेस यसरी खान्छ नि त फेरि यसमा केक ल्याएको भने नमिल्दो रहेछ है सबै स्पाइसी छ सबै स्पाइसी छ यसमा सुकुबा साथीहरू खानेकुरा सकाएर हामीहरू चाहिँ यस्तो पारामा रिल्याक्सन गरेर धरेको छौँ होइन अब यिनीहरूको शरीर चाहिँ तातो छ मेरो चाहिँ चिसो भइसक्यो मान्छेहरू अब बिस्तारै गरेर भरिन आँटिसक्यो यतातिर पछाडितिर पनि छन् अलिअलि नेपालीहरू पनि छन् पिकनिक खानको लागि आएर छन् हामी जस्तै यहाँ चाहिँ चिसो भइसक्यो खुट्टा अनि त्यतातिरको भ्यू हेर्नु न यस्तो मजाको छ होइन हामीहरू चाहिँ यस्तो रिल्याक्सन गरेर बसिरहेको छौँ ओके कहिलेकाहीँ यसरी घुमेर पनि मजा गर्नुपर्छ के साथीहरू कसरी हल्लाउने दिदी उठेर यो कपडा लाएर आएर जान्छन् के त्यति फेरि तिमीले अन्त राम्रो नाच्छ दिदीले ए उठेर क्या अघि नै सुतेर थियो बसेर अहिले आधी उठेर यता चिसो छ है चिसो
है है क्यामेराम्यानलाई कम त गाह्रो छ अगाडिबाट गर्नु पर्ने पछाडिदेखि पछि पछाडितिर सुट्या उकालोमा नाच्नु त कति राम्रो हुँदैछ लड्छ नि अहिले सुत्ने डिजाइन कस्तो छ हाम्रो ओसालीहरूको हाम्रो यस्तो छ होइन यसलाई अवश्य आउँदैछ चार्ज खतम भयो चार्ज है आजको दिन चाहिँ एकदम यस्तो मोज भयो हेर यसो आज अन्तिम है सिद्धान्तले रिल्याक्सन गर्दैछौँ आज हामी आज हाम्रो ह्याप्पी विकेन्ड हो नि त त्यही भएर के बिरी ब्रेकअप भए जस्तो गीत बजाएछ नि यतातिर फेरि भेनालाई सम्झेर गयो भेलु बाजेले भने जस्तै नाङ्गै देखेको थियो यार त्यहाँ त यस्तो हरिबिजक छ टिकटक बनाउने हलिन नि दिन्न नि यार कसम हावाले हलाएर फेरि मलाई त यतिको भए त फेरि भेनाले पताइहाल्छ नि हाम्रो चाहिँ फोटो सुट हाँस है राम्रोसँग हाँस फोटो खिच्ने कार्यक्रम चल्दैछ यो त पोज राम्रो गर्दैन अनि चलेको गरेपछि बिग्रिँदैन हो यस्तो क्यामेराम्यानले पनि गाली गर्छन् फोटो खिच्ने फोटो खिच्ने स्टाइल यस्तो छ अनि अलिक सेन्टी भएर खिच्छ दिदी धोका पाएको जस्तो क्या ब्रेकअप भएको जस्तो गर न त्यसमा चाहिँ दिदी यस्तो मजाको बजाएर आएको छ कि यस्तो रोमान्स छ त्यसलाई चाहिँ होइन यस्तो छ पोज हेर न पोज फेरि मरद हुन्छ क्या हाम्रोतिर पोज त फेरि होइन मेरो पोज भ्याइसक्यो अघि नै होइन क्यामेराम्यानलाई कम त गाह्रो छ फेरि साथीहरू हेर न फोटो खिचेको उता खिचिदिने बस अलि उता जाऊ है तिमी त्यो कपाल अलि मिलाउ न यो खाने बेला चाहिँ राम्रो हुन्छ कि हाम्रो ठाउँमा यिनीहरू आइसक्यो अब हामी चाहिँ जान्छौँ अब खाने बेला चाहिँ राम्रो हुन्छ कि यो बोकेर जाने बेला फेरि साह्रो गाह्रो नराम्रो पर्छ क्या साथीहरू बुझ्नु भएन अनि ल है साथीहरू बस ल त्यो उकालोमा चढेर यतातिर अहिले साँझतिर चाहिँ मान्छेहरू भरिन्छ यतातिर चाहिँ चढ है तिमी कता कता चढ्ने हो हामीहरू नचढ्ने हेर यो माथि हाम्रो पनि दिन भएपछि भगवान् भएपछि दिन आउला हामीहरू चाहिँ अब जान आँटेको साथीहरू होइन तर यो झोला बोक्ने कार्यक्रम चाहिँ कति नराम्रो है के रे यो त जान लाग्यो सिरिङ बहादुर गर्छ होला है हामी चाहिँ यस्तोमा छ नि फेरि साथीहरू हामीहरू चाहिँ यस्तोमा छ होइन ऊ माथि आयो हामीहरू चाहिँ अघि नै यस्तो तिरिक थाहा भयो त उतादेखि नै हिँडेर आउनु पर्थ्यो है सारा दुनियाँ पारेदेखि हिँडेर बेपत्तै पारेर कति नामो वाउ कति राम्रो नि दिदी अब त तिरिक कता लाग्यो नि साथीहरू कसम तर मलाई त नि कस्तो डर लागिरहेको यहाँ त ए साथीहरू हामी चाहिँ यहाँ तल थियो कि माथि आएको छ लास्ट माथिमा
हिँडेर उहिँदेर उतादेखि भएर यता भएर आएको थियौँ। हामीलाई चाहिँ थाहा थिएन कि यो लिफ्टदेखि तल जान्छ भन्ने कुरा। पहिले चाहिँ देख्न त देखेको, तर हामी कहिले चढेको थिएन नि त। माथि घुम्न मात्रै आउँछन् होला भन्ने जस्तो भयो। आज चाहिँ चढेर हेरेको, तर यस्तो हुने रहेछ साथीहरू। एकैछिनमा माथि आएर माथिदेखि सिधै इधर जान आयो हामी होइन। एकदम यस्तो भयो। एक त टेक्नोलोजी हो, यो वाला टेक्नोलोजी वाला भयो भने चाहिँ एकदम राम्रो। ल साथीहरू, आजको दिन चाहिँ एकदम रमाइलो भयो। खाइपी उही गरेर टिकटक सिकटक बनाएर फोटोसोटो खिचेर 3 जनाको यात्रा एकदम रमाइलो भयो होइन। यिनीहरूलाई मैले 2 घन्टा कुरेको, त्यही पनि मनमा चाहिँ छ, बिर्सेको चाहिँ छैन है। अर्को दिन तिमीहरूले मलाई कुर्नुपर्छ। अनि कुराको छैन, अस्तिले कुन जमानामा चाहिँ एकचोटि कुराको थियौँ होइन, मलाई एकचोटि कुरेँ नि तपाईँहरूलाई त मैले मेन कुरा यिनलाई हो कुर्ने भनेको। सुडीले म धेरै ढिलो गरेँ भने 15 मिनट हो, धेरै ढिलो गरेँ। त्यही भएर आजलाई चाहिँ यहीँनिर बिदाबारी हुन चाहन्छौँ हामीहरू। सो थ्याङ्क यू सो मच सबैजनालाई हेरेर साथ सपोर्ट दिनु होला, अनि सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल, दिनु होला, ट्याप ट्याप पनि गरिदिनु होला। टिकटकमा हो ट्याप ट्याप भनेर कमेन्ट गर्नु होला भन्ने हो क्या। अनि फेरि अर्को नेक्स्ट भिडियोमा भेट्ने छौँ गर्दै। अर्को आउने आइतबार यसको रुम सार्ने हो, त्यतिखेर भेट्ने बाजा राख्दै। अहिलेलाई म बिदाबारी हुन चाहन्छु। वातावरण मेलाउन बोकेको छु, लास गरौँ भएछ साथीहरू है। अहिलेलाई बाई बाई। अहिलेलाई चाहिँ बाई।